यस्तो यस्तो मान्छेहरूलाई चाहिँ अब सबभन्दा धेरै चाहिँ बिचरा टिकटकबाट पैसा कमायो भनेर चाहिँ गाली गर्नेहरू हुनुहुन्छ नि धेरै। अब उहाँहरूले सजिलो गरी कमाउनु भयो त्यो आफ्नो ठाउँमा छ। अब उहाँहरू लकी हुनुभयो होला, सजिलो गरी कमाउनु भयो, दिने मान्छेले दिइराख्नु भएको छ, इट्स ओके। त्यो प्लेटफर्मलाई युज गर्नुभयो। अब अपर्च्युनिटी पाउनुभयो, लिनुभयो, ग्राब गर्नुभयो। अब सायद तपाईँले पाउनु भएको भए तपाईँले पनि ग्राब गर्नुहुन्थ्यो। मलाई त 1 लाख आएको छ, म लिन त कसले भन्छ त? कसैले ल्याएर पैसा दिइरहेको छ भने तपाईँ नलिने त हुँदैन नि त। हो, सो अझ सजिलो तरिकाले अरूले लिगल लिन्छ है, फेरि इलिगल चाहिँ लिँदैन, लिगल हुनु पर्यो। सो सजिलो तरिकाले अरूले आफूभन्दा धेरै पैसा कमाएको छ भने उसलाई जति गरे पनि पुग्दैन। मान्छेले जज पनि गर्न थाल्छ कि फेरि यसरी कमाएको पैसा त हो होइन भनेर। टिकटक लाइभ बसेर कमाएको पैसाले कति न गाडी किन्यो भनेर फुर्ती लाउँछ, तर सेटल त भयो नि त ऊ एटलिस्ट। ऊ त गाडी चढेर हिँडिरहेछ नि। उसलाई त तपाईँको कुराले त उसलाई एक रति फरक परेको छैन। ऊ त मजाले टिकटक बसिरहेछ, लाइभ बसिरहेछ, पैसा कमाइरहेछ, गाडी चलिरहेछ, हिँडिरहेछ, हुँदैन? यता चाहिँ मान्छे मुडमुडेर बसिरहेछ कमेन्ट गर्दै। बरु तिमी पनि टिकटक बस, लाइभ बस न, तिमी पनि कमाउ त लु, कति कमाउँदो रहेछ हेर त उसले कति कमाउँदो रहेछ लु त।